खाने हो भनेको नखाने क्यालोरी बढाउँदैन अरे डाइटमा छु क्यालोरी बढाउँदैन अरे ल गाइस मेरो उसबाट हातबाट खस्यो है छोप्न दिन त खै मेरो म एकछिन छोपेर हेर्छु भनेको त समातेर हेर्छु भनेको त दिँदैन त खै त लु मेरो बुढाले सपिङ गराइदिँदै हुनुहुन्छ यता दाइले भेटेर के खाएर आइसक्यो राम्रोसँग भिडियो गराउन पाएन कि दाइसँग लाज आएर कपडा भन्दा पहिला चाहिँ ट्याङमै जान्छ आँखा यहाँ केटाकेटीको कपडा हेर्ने रे बच्चाको बेला भएन क्या हाम्रो प्यारी समाज गई के हो र क्युट क्युट त अब हाम्रो बेला भए पो अब स्याहार सुसार गरे पो बल्ल अब कपडा हेर्न नि ठिक हुन्छ बेलै भएन 2-4 वर्ष अझै तिमी बच्चै छौ म 2टा बच्चा सम्हाल्न सक्दिनँ हेर कान्छी पैसाको सत्यनाश भयो साथीहरू के गर्नु अब बुढालाई खुसी गराउनै पर्यो के बुढालाई खुसी बनाउनु पर्यो अरे आफूले हो त आफूले म त केही किनेन यो 2टा इयरिङ्स त किने मैले लोभी पनि लास्टै लोभी बुढी बिहे गरेछु मैले बात त सही है यतिको लोभी भयो भने म जिन्दगी पानी पनि नखाने रे बाहिर हो मोमो चाह न हेलो साथीहरू आज चाहिँ हामी बुढाबुढीको डे आउट हो आज हाम्रो आज फर्स्ट धेरै काम अनि आज हाम्रो 2टा बुढाबुढीको टाइम छुट्टीमा आज चाहिँ हामी बुढाबुढी यस्तो घुम्ने रमाइलो गर्ने सपिङ गर्ने गर्छौँ आफूलाई टाइम दिन्छौँ आज भन्नु हामीलाई कस्तो लागिरहेको धेरै पछि बुढाबुढी हिँड्न पाउँदाखेरि कस्तो लाग्ने हो सधैँको जस्तै लागिरहेछ सधैँको सधैँको जस्तो लाग्यो भने म त खुसी लागेर एक्लै आइसक्रिम खाएर मलाई पनि दिन नमान्ने मैले सोधेको हो अहिले खाने हो भनेको नखाने क्यालोरी बढाउँदैन अरे डाइटमा छु क्यालोरी बढाउँदैन अरे चाख्न त पाइयो भो चाख्न पनि पाइँदैन क्या डाइटमा गरेको मान्छे थोक्ने नि हो चित्त बुझाउने हो बस्ने हो बाटो हेर न बाटो बाटो हेर न बाटो ल गाइस मेरो उसबाट हातबाट खस्यो है छोप्न दिन त खै मेरो म एकछिन छोपेर हेर्छु भनेको त समातेर हेर्छु भनेको त दिँदैन त खै त लु आज मैले मेरो बुढाले सपिङ गराइदिँदै हुनुहुन्छ ल भयो ल कुन चाहिँ लाने भयो 2टै लाग्छ ल ल यो राख्नु त त्यो फुकाला फुकाला ल हातले आफैले यो 2टा किन्दिनँ मलाई त्यो पनि गर अघि दिएको मैले छ त पैसा क्यास दिएको होइन मैले 200 पाउन्ड त्यो 200 पाउन्डको मैले क्यास दिएको के हो र हो त्यहीबाट किन न के रे फेरि गर त पैसा ल्याऊ आउनुहोस् हजुर
मन परेको चिज भनिहाल है बुढी आज यस्तो सुनौलो अवसर गुमाउने होइन मन परेको चिजहरू सबै उठाइहाल्ने हो यस्तो सुनौलो अवसर फर्केर आउँदैन यहाँ छैन हौ जाम अब छैन रङ्गी बिरङ्गी फुल गर्मी हुँदैछ तितो भयो अरे मेरो बुढी तितो भयो पनि छ यता दाइले भेटेर के खाएर आइसक्यो राम्रोसँग भिडियो गराउन पाएन कि दाइ झन् लाज लगाएर के हुनु मसँग त्यसरी छोड्नु मन छ होला यस्तै हो साथीहरू राख हो राख अनि भर्खर किनेर आएको त दुइटा इयरिङ्स पनि कति लाउने पर्दैन हो त्यही राख राम्रो छैन त्यही राख केमा लाउनु कुर्ता लाउन कतिवटा किन्ने हो र त्यही राख छिटो आऊ छिटो आऊ यता हेर त के रे ब्लेजर किन्ने हिसाबमा अब बुढाको पालो आयो कपडा भन्दा पहिला चाहिँ ट्याङमै जान्छ आँखा बरु अप्सन धेरै एचएनएममा हुन्छ अरे जाने एकचोटि एचएनएममा एउटा पाइने जस्तो मन पऱ्यो यहाँ केटाकेटीको कपडा हेर्ने रे बच्चाको बेला भएन क्या हाम्रो के हो र क्युट क्युट त अब हाम्रो बेला भयो पो अब स्याहार सुसार गरे पो बल्ल अब कपडा हेर्न नि ठिक हुन्छ बेलै भएन 2-4 वर्ष अझै तिमी बच्चै छौ म 2टा बच्चा सम्हाल्न सक्दिनँ हेर कान्छी एकैचोटि पहिला मेरो बुढलाई बच्चाबाट अलिकति ऊ बनाउनु पऱ्यो नि नत्र म त 2टा बच्चा हेर्न सक्दिनँ है हेर भन्दैछु म त नआत्यो तिमी फोटो खिच्दैछौँ ल साथीहरू अब एमएनएसमा केही मन परेन बुढालाई अब फेरि हामी एचएनएममा हेर्नु साथीहरू हामी कहाँ कहाँ डुलिसक्यो अझै बुढालाई चित्त बुझ्दो मन पर्दो केही पाएको छैन एकछिन के हुन्छ अब हेर्दैछौँ के गर्नु कहीँ चित्त नबुझ्ने यस्तो एकदम चुजी बुढा भएपछि यस्तै हो मलाई चाहिँ एउटा यो चिया किन्न पनि नदिने मलाई चाहिँ गाली गरी रिसाइ हिँड्ने आफूले भने केही चित्त नबुझाउने पैसाको सत्यानाश भयो साथीहरू के गर्नु अब बुढालाई खुसी गराउनै पर्यो बुढालाई खुसी बनाउनु पर्यो अरे आफूले हो त म त केही किने छैन 2टा इयरिङ्स त किने मैले हजुरको हो सबै कुराहरू त त्यत्रो महँगो महँगो अरू त के किने केही किने छैन बुढालाई खुसी बनाउनु पर्छ मलाई लोभी अरे मेरो बुढाले के को लोभी चाउमिन खाम भनेको पैसा किन डराउँछ यार कमाएको के को लागि हो र उहाँ अहिले आफूले ट्रिट गर्नुपर्ने आफूले आफूलाई उ गर्नुको लागि त नि पेट ढाडेपछि के खानु पेट ढाडेपछि त्यो चाउमिन एक प्लेट खाँदा के पेट ढाडिन्छ अब लोभी पनि लास्टै लोभी बुढी बिहे गरेछु मैले
यतिको लोभी भयो भने म जिन्दगी पानी पनि नखाने रे बाहिर हो खाए त त्यत्रो दाइले त्यत्रो खुलाउनु भयो कुन राम्रो छ कुन नाम जस्ट कन्फ्युज गाइज प्लिज टेल मी यो हेऱ्यो यो पनि राम्रो छ अब चाहिँ बुढीलाई भोक लाग्यो रे होइन भोक भोक लागेर म ढल्न लागिसकेँ यो बुढाले न मलाई केक खुलाउने पिसाब नताएर मर्न लाग्थेँ न पिसाब फेराउने त्यो खेल्छ जम्पिङ ज्याक खेल्छ जम्पिङ गर नि त अहिले खाऊ आएर अहिले गएर भोक लाग्यो रे अब गएर चाहिँ चट्ट चाउमिन मोमो खानु पऱ्यो होइन उयो नेपाली उयो बोट रेस्टुरेन्ट चाहिँ नेपाली रेस्टुरेन्ट हो बोट क्याफे चाहिँ अनि यो बोट क्याफेमा चाहिँ चट्ट गएर अब चाउमिन खाने यो बोट क्याफेमा नेपाली ऊ हो नाटक नगर क्या धेरै अघिदेखि खाम भन्दा चाहिँ उ गर्ने अहिले चाहिँ फेरि अघि नै मैले बुढी खाम भन्दा चाहिँ उ गर्ने अहिले आएर चाहिँ भोक लागेपछि केही दिँदैन भोक लागेपछि केही दिँदैन बोकाउनु त हो नि खै यता हेर यहाँ मोमो चाह न चटनी लगाए चाहिँ मोमो चाह त अनि रेडी गर फ्रेस छ त मोमो है मिठो छ उसमा त आयो तातो रहेछ कति आउट अफ 10 9 साथीहरू अब चाहिँ खाजा पनि खाएर मेरो एनर्जी पनि चार्ज भयो बुढा र म चाहिँ अब हिँड्यौँ सपिङ गर्दा गर्दा खासमा के खोज्न आएको के लिएर हिँड्यौँ हामी मलाई चाहिँ एउटा ब्याग चाहिएको थियो एकदम हेर्दा मैले एउटा ब्याग लिएर आएँ कति महँगो छुइ नसके साथीहरू मन पटक्क खान्छ के गर्नु किन्नै पर्यो चाहिएपछि अनि यहाँ आएपछि मैले किनेकै थिएन मलाई ब्याग मलाई एकदम चाहिएको थियो ब्याग त्यही भएर किनेँ मैले एउटा केही कन्जुसाइ नगरेर यहाँ त फ्रुट्स सबै पसलहरू यहाँ बन्द भइसक्यो कति छिटो बन्द हुन्छ यहाँ त 6 बजे नै रिसुद्धो नेपालमा चाहिँ बल्ल 6 बजे सुरु गर्न लाग्छ यहाँ चाहिँ बन्द भइसक्छ गाडी कुर्दा हामीलाई चाहिँ दिदीहरूले खाना बोलाउनु भएको थियो त्यो पनि ढिला भएर रिसाउनु भयो के गर्नु यस्तो तित्तै पर्यो काममा हिँड्दा मोटो देखेको यार यो फोनमा कस्तो देखेको